दर्शकबिन नमस्कार, मालिका समाचारमा यहाँहरूलाई हार्दिक स्वागत गर्छु। म प्रेम भट्टराई, राष्ट्रप्रेमी। दर्शकबिन, काठमाडौँ महानगरपालिकामा घना बस्ती रहेको व्यापारिक केन्द्र रहेको स्थानमा फोहोर व्यवस्थापन सही ढङ्गले नगरे कडा कारबाही गर्ने गरी आज काठमाडौँ महानगरपालिका वडा नम्बर 23ले बिहान सूचना सम्प्रेषण गर्दै विभिन्न क्षेत्रमा माइकिङ गर्दै हिँडेको दृश्य यहाँहरूलाई देखाइरहेका छौँ। दर्शकबिन, हाम्रो देशमा ठुला सहरहरूमा फोहोर व्यवस्थापन एउटा चुनौती बन्दै गएको हिसाबलाई लिएर महानगरको वडा 23ले यो कुरालाई कुहिने फोहोर र नकुहिने फोहोरलाई सही ढङ्गले व्यवस्थापन गरी तोकिएको ठाउँमा यहाँ बस्ने बासिन्दाहरू अथवा बहालवालाहरू अथवा पसलवालाहरू जहाँसुकै ठाउँबाट फोहोर आए पनि त्यसलाई उचित व्यवस्थापन गरेर तोकिएको ठाउँमा राख्नुपर्ने, तोकिएको फोहोरको गाडी आएको बेला फोहोरको गाडीमा राखिएका हरियो नीलो रङका जुन फोहोर व्यवस्थापनका लागि प्रयोग भएका ठाउँहरू छन्, भाँडाहरू छन्, त्यसमा राख्नुपर्ने, त्यो डस्टबिनहरूमा राख्नुपर्ने सूचना गर्दै आज बिहिबार बिहान काठमाडौँ महानगरपालिकाले माइकिङ गर्दै यहाँ यो कुरा उल्लेख गरेको छ। हेर्नुहोस् अगाडि। काठमाडौँ महानगरपालिकाले विगत एक वर्ष अगाडिदेखि नै महानगरवासीको घरदैलोमा उत्पादन हुने फोहोर मैलाहरू दुई भागमा वर्गीकरण गरेर सङ्कलन गरिरहेको छ। एउटा कुहिने फोहोर र अर्को नकुहिने फोहोर। कुहिने र नकुहिने फोहोर मैला छुट्टै सङ्कलन गर्नका लागि काठमाडौँ महानगरपालिकाले एउटै गाडीमा दुईटा कलर लगाएर दुईटा रङ लगाएर पठाइरहेको छ। अगाडिपट्टि हरियो रङ लगाएको छ, हरियो रङ लगाएकोपछि कुहिने फोहोर मैला फाल्दिने र पछाडिपट्टि निलो रङ लगाएको छ। निलो रङ लगाएकोपछि नकुहिने फोहोर मैला फालेर काठमाडौँ शहरलाई स्वच्छ सफा सुन्दर बनाउने अभियानमा सहयोग गरी सहभागिता जनाइदिन हुन सम्पूर्ण आदरणीय महानगरवासी आमाबुवा दाजुभाइ तथा दिदीबहिनीहरूमा काठमाडौँ महानगरपालिका वार्ड नम्बर 23 वटा कार्यालय काठमाडौँ महानगरपालिका वातावरण व्यवस्थापन विभाग हार्दिक अनुरोध गर्दछ। भोलिदेखि तपाईँले काठमाडौँ महानगरपालिकाको आग्रह अस्वीकार गर्ने, अटेर गर्ने, नियम र कानुनको धज्जी उडाउने र काठमाडौँ महानगरपालिका वातावरण व्यवस्थापन विभागको फोहोर मैला सङ्कलन गर्न आउने गाडी आउनुभन्दा पहिले नै आफ्नो घर र पसलका फोहोर मैलाहरू सडक भेटी गल्ली र चोकहरूमा फालेको पाइएमा काठमाडौँ महानगरपालिका वार्ड नम्बर 23ले सीसी क्यामेराको माध्यमबाट तपाईँलाई पक्राउ गर्नेछ र फोहोर मैला व्यवस्थापन ऐन लागू गरी कडाभन्दा कडा कारबाही गर्नेछ र दण्ड जरिमाना गर्नेछ। त्यसैले आफ्नो घर र पसलका फोहोर मैलाहरू दुई भागमा वर्गीकरण गरेर कुहिने र नकुहिने फोहोर मैला छुट्टै फालिदिने र काठमाडौँ सहर सङ्घीय राजधानी काठमाडौँलाई स्वच्छ सफा र सुन्दर राख्ने अभियानमा सहयोग गरी सहभागिता जनाइदिन हुन सम्पूर्ण आदरणीय वडावासी महानगरवासी आमाबुवा दाजुभाइ तथा दिदीबहिनीहरूमा काठमाडौँ महानगरपालिका वार्ड नम्बर 23 वटा कार्यालय काठमाडौँ महानगरपालिका वातावरण व्यवस्थापन विभागको हार्दिक अनुरोध गर्दछ।